welcome back to my channel. It's me Sami Shrestha after so long time. Like म चाहिँ धेरै पछि भिडियो बनाउन लागेको छु किनभने म एकदम बिजी भए यताउति गर्दा सधैँ त्यही त हो अब भिडियो बनाएपछि आफ्टर लङ टाइम भन्ने त्यसपछि बिजी सो आज त्यही हो कि आज चाहिँ होली छ अब नेपालमा चाहिँ होली आज चाहिँ हैन अब यहाँ चाहिँ लाइक अब होली एक हप्तै छ यहाँ कोहीको इभेन्टहरु कोही मार्च 1 मा छ कोही मार्च 7 मा छ कोही 11 मा छ त्यस्तै चलिरहेछ यहाँको चाहिँ इभेन्टहरु चाहिँ सो आज चाहिँ मार्च 1 अनि आज चाहिँ हाम्रो लाइक एनएसटी ग्रुप एउटा नेपाली कम्युनिटीको ग्रुपले चाहिँ आज होली प्रोग्राम गर्दै हुनुहुन्छ सो हामी चाहिँ अहिले एकछिनमा अब लाइक अराउन्ड 1 PM तिर चाहिँ हामी उता जान्छौं र सो अहिले चाहिँ टाइम भएको छ आई विल शो यु अहिले चाहिँ इट्स 7:53 भएको छ 8 बजेको छ ल म यहाँ चाहिँ मेरो अब त्यही त हो मेरो मर्निङ कामहरु छ कामहरुमा आएको छु अब यताउति गर्नु छ सो अनि आफ्टर लाइक 1 बजेतिर चाहिँ म घर गएर रेडी भएर चाहिँ निस्किन्छु साथीहरुसँग अनि जान्छु इभेन्टमा सो त्यही हो अहिलेको लागि चाहिँ अब म चाहिँ एकैचोटी उतै घर पुगेर रेडी भएर चाहिँ कन्टिन्यु गर्छु किनकि मेरो धेरै कामहरु छ सो बिहान आएको छु अब अनि त्यही हो अरु के भन्नु छ सबैजना सन्चै हुनुहुन्छ होला अनि त्यही मलाई चाहिँ अब लाइक के भन्ने अब कस्तो भिडियोहरु गराउन मन लाग्छ है म कहाँ गइरा हुन्छु न हैन लाइक कहिले गइरा हुन्छु तर मलाई चाहिँ लाइक त्यो भिडियो मैले स्टार्ट गर्छु बिचमै छोड्दिन्छु के अब छैन के त्यो एउटा फ्लोमा म जान चाहिँ कहिले पनि सकिरा छैन अनि हाल्न पनि सकिरा छैन अब बिग्रिन्छ घरि के हुन्छ आफू कुन धुनमा हुन्छ अनि सबै कुरा लाइक हुँदैन तर आज चाहिँ मैले सोचेछु कि लाइक कम्प्लिट गरेर म हाल्छु पोस्ट गर्छु होली भनेर लास्ट इयर पनि होली खेल्न पाएन अब होली चाहिँ अब मेरो त वान अफ द फेभरेट हो म जे गरे पनि मैले होली खेल्न चाहिँ छोड्थेन नेपालमा हुँदा पनि म जहिले होली खेल्न जान्थे अनि यहाँ आएपछि चाहिँ लाइक लास्ट इयर चाहिँ होली खेलिन अब त्यस्तै भयो यहाँ अब लाइक एडजस्ट भएको थिएन अनि थाहा थिएन कता के हुन्छ होली खेल्छ कि नै पनि त्यस्तो कुराहरु चाहिँ थाहा थिएन र अहिले चाहिँ थाहा भयो कहाँ के हुने रहेछ सो आज चाहिँ अब कामसाम अब यताउति सकेर अनि घर गएर रेडी भएर चाहिँ निस्किने द्याट्स इट अब चाहिँ म जान्छु त्यसपछि कामहरु गरेर घर फर्केर रेडी भएर म कन्टिन्यु गर्छु बाइ गाइस म चाहिँ घर आएर रेडी भएर हामी ढिलो भएर निस्किसकेको छौं के हो एक्कासी मलाई उडायो मेरो कपाल उडायो के हो भन्दै उडाएर ए भगवान त्यही हो गाइस रिकी साइबर भ्लगमा हाई भनिदिनुस् हाई गाइस अनि के गरे बोल्नु त भ्लगमा रिकी साइले हाई भनिदिनु त राम्रोसँग बोल न अहिले त बोल्दैन त यसरी मैले त्यसरी भने अहिले पछि हेर्नु भ्लग आफै कब्जियत भएर बोलेको जस्तो हाई गाइस त्यसै त बोल्न के हर्केछ यार त्यही त कब्जियत भनेको क्या के हो त कब्जियत त बोले त्यही हो मेरो आउटफिट चाहिँ यस्तो छ रेड एन्ड व्हाइट स्कर्ट सो म त्यही पुगेर हामी चाहिँ चटपट खान लाग्यो किनकि अति भोक लागेको छ अनि मेरो आउटफिट चाहिँ तल चाहिँ व्हाइट छ अनि माथि चाहिँ धोएर पहेँलो भएर ओरेन्जिस व्हाइटिस ओरेन्ज टाइपको छ यो ओरेन्ज हो ओरेन्ज यो त ब्लू हो नि अनि के कसरी हो व्हाइट छ अनि अलि आइरनले के आइरनको पानी आइरनले व्हाइटिस ओरेन्ज क्या बोल रहे हैं ये भाई साहब क्या बोल रहे हैं ये भाई साहब क्या बोल रहे हैं ला बन्द छ
छुट्यो ह्यापी होली केही नै देखिन अँध्यारै यस्तो हालत भइसक्यो दिदी र म यहाँ क्लिनिङ गरिरहेको छौँ ए भिडियो पो हो खै अब अनि यस्तो छ पछाडि मान्छेहरू सुरु चाहिँ हाम्रो मोमो खान लागेको यस्तो धेरै नेपालीहरू छ त्यहाँ उता भइरहेको छ हाई प्रसिस मलाई चाहिँ मायाले है प्लिज खै छ तिमीहरू भोले मुख ओ फोटो पनि खिच्चे छैन रवि यता हेर यसले फेरि कलर फाल्दै यता हेर्छ तिमीहरू ह्याप्पी होली भन्छ दिदी 3 जना मिलेर त काम छ भोलि हाम्रो बालेनलाई ल Can you vote for Balin? Can you go what? For Balin? Like, what is this for? This is to register to vote, like if you want to vote in any U.S. election. Oh, U.S. election. So if you're like, Balin is not that famous, guys. yes, We cannot vote Gunty. yes, anything in the U.S. So your city, your county, Okay, can you say vote for Gunty? you can vote for No, can you say vote for Gunty? Yeah, Balin vote sa. for county. Yeah, Balin sa. Okay, Say Balensa. Valenza. We love you. We love you. I hope I didn't say Yeah. something. No, bad, not bad. bad word. That's like we have an election in our country, and that's what we want to win. Oh, okay. So We just you're wanted a to US vote them. citizen. No. Okay. Thank you. I didn't get you in trouble. No. Thank you. You wanna hold me?
हामी हेरेको हेरै हामी हेरेको हेरै हामी हेरेको हेरै हामी हेरेको हेरै हामी हेरेको हामी बिङ्गो खेल्नेछौँ हालत यस्तो खुस्टा भएको छ अब बिङ्गो जितेर मिलिनियर कमाउँछ भने मिलिनियर हुन्छ यहाँ सोचेको नि थिएन यस्तो हालत छ बडीहरू टाउको आम्मा नभएको जुङ्गा पनि देखिन्छ हाम्रो होली पनि सकियो बिङ्गोमा पनि जितेनौँ होटेल हाम्रो होली पनि सकिगयो रमाइलो गरेर अब फेरि पनि हामी नेक्स्ट टाइम यसै पनि रमाइलो गरेर आशा लिएर हामी ल चलिदिए माटो दल्नु परेन कलर पाइयो माटो चाहिँ दल्नु परेन ल बाई भनिदिनु मेरो भ्लगमा बाई भनिदेऊ यत्रो बिङ्गे खेल्यो तर जित्न चाहिँ परेन जित्नु पर्ने थियो क्या 5 वटा मात्रै थियो नि सो गाइज म चाहिँ हिजो घर आएर लाइक नुहाइधुवाइ गरेर सुतिसकेको छु अनि हालत खराब भयो त्यो कलर्सहरूले गरेर पुरै नाकैभरि मुखैभरि लाइक एभ्रिथिङ कस्तो गाह्रो भएको थियो टाउको हेभी भएर अनि मैले भिडियो एन्ड गर्न पाएन सो आज बिहान म उठेर आफ्नो अब त्यही त हो अब उठ्यो कहाँ गयो बस्यो त्यही हो लाइक म चाहिँ बिहान उठेर फ्रेस भएर लाइक सबै कुरा गरेर आज म ब्याक टु माई नर्मल लाइफ हिजो रमाइलो भयो धेरै रमाइलो भयो अब म चाहिँ अब लाइक आफ्टर अब केही अकेजन या केही इभेन्ट्स केही लाइक काइन्ड अफ म कतै जानु पर्यो भने लाइक म भिडियो कन्टिन्यू गर्छु मलाई भिडियो गराउन मन छ तर के गर्नु त्यो फ्लोमै जाँदैन क्या मेरो यो होलीको भिडियो पनि त्यस्तै भन्छ के भन्छ कहाँ के भन्छ आफ्नै तालमा छु म सो लाइक रमाइलो भयो यस्तो लाइक के भइरहेको थियो भने चाहिँ लाइक यस्तो अमेरिका आएर लाइक यहाँ आएर यतिको रमाइलो लाइक नेपाली अर्गनाइजरहरूले लाइक नेपालीहरूले यस्तो राम्रो अर्गनाइज गरेको लाइक ठिकै थियो अर्गनाइजेसन तर यति रमाइलो लाइक काइन्ड अफ नेपालमै भयो जस्तो फिल भएको थियो हिजो चाहिँ धेरै रमाइलो भएको थियो मैले चाहिँ धेरै रमाइलो गरेँ लाइक नेपालको जस्तो फिल भइरहेको थियो ठिकै छ त्यही हो गाइज ल अब चाहिँ म चाहिँ मेरो टाइम भइसक्यो अब मेरो वर्कहरू कामहरू धेरै छ गर्नुपर्ने सो थ्याङ्क यू अल थ्याङ्क यू फर वाचिङ मलाई त एन्डिङ गर्न पनि बिर्सेँ म सो गाइज थ्याङ्क यू फर वाचिङ अनि त्यसपछि मलाई लाइक गर्नु होला सब्सक्राइब गर्नु होला बाई सी यू इन माई नेक्स्ट भिडियो बाई टिल देन गुड बाई टेक केयर